किलोमिटर छ हामी सिक्किम आउनलाई चाहिँ। अहिलेको अवस्था चाहिँ यता अब ठुली मम्मीहरू पुरा सुतिसक्नु भयो अनि ठुलाबा चाहिँ अगाडि हुनुहुन्छ। अनि मौसम चाहिँ यता चाहिँ पानी परेको छैन, अघि नै देखाउँदाखेरि चाहिँ पुरा पानी परिरहेको थियो। यता चाहिँ पानी पुरा परेको छैन, त्यहाँ मौसम एकदमै क्लियर छ होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। उता चाहिँ आज कस्तो कस्तो हुन्छ ठुलाबा हाम्रो? आज हाम्रो दिन कसरी बित्छ? आज हाम्रो दिन घुमाइमा बित्छ। तपाईँ चाहिँ भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला। आजको बाटो चाहिँ एकदमै कस्तो राम्रो के सफा रहेछ अनि जङ्गलको बिचमा पुरा यता छेउछेउमा पुरै सालको मतलब रुख छ। अनि हाम्रो त्यहाँ चाहिँ एकदमै के अरे रोड पनि खट्याङ डुल्नु भएको छैन, आनन्दसँग सुती जान पाइयो। तपाईँहरूले देख्नुहुन्छ यहाँको रोड। तपाईँले क्यामेरा राम्रो पर्ने भन्छ, बराबर आइरहेको तपाईँहरू। हामी 4 दम आइसकेका छौँ अनि सिलगढी जाने बाटोमा पर्दो रहेछ चाहिँ। अब यहाँ भिडियो गर्न एलाउ छ कि नै त्यो चाहिँ थाहा छैन। अब रहेछ अनि म चाहिँ यो सब देखाउँछु। अब हामी चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ उताबाट आएको अनि अहिले चाहिँ बानी परिरहेको छ। अनि यहाँ अब हामी चाहिँ माथि पूजा गर्न जानुपर्ने हुन्छ 4 धाममा। कता हो ठुलेमी? यता ठुलो आउनु बन्द हो कि त्यता? ए उहाँ बोला खानु यता बोला। ए यता भित्र आउनु, यता आउनु यता। हामी चाहिँ अब भित्र छिर्न लागेको। अहिले चाहिँ हामीले यहाँ प्रसाद किन्दैछौँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यता चाहिँ मालाहरू छ पूजाहरू लाने, उता पनि त्यस्तै छ। अनि अब हामी चाहिँ त्यहाँ जानुपर्ने हुन्छ। अब हामी छाता ओढेर दर्शन गर्न हिँड्दैछौँ। अनि यहाँ चाहिँ एकदमै सफा राम्रो छ। 4 धामको चाहिँ मुख्य आकर्षक भनेको त्यही चाहिँ। यता ठुलो यता मतिर गाडी आयो। अहिले चाहिँ हामीले पहिलो धाम चाहिँ पूजा गरेर भइसकेको छौँ। अब चाहिँ हामी छाता ट्याक्क बोकेको थियो। छाता नि मैले मागेको हो कि त्यहाँ दिँदैन हुन्थ्यो अनि पानी बजाएको थियो नि त्यहाँ मागेको। अनि यता हामीले बिस्तारै ठुलो बिस्तारै यात्रामा छौँ। टक्क जुत्ता खोलेर यहाँ चाहिँ जुत्ता इन्ट्री छैन। अनि यो चाहिँ के हो मलाई थाहा छैन। उतो चाहिँ के हो ठुला बाटो? यहाँको कल्चरको हिसाबले बनाएको हो नि। नै कि यो मान्छे बनाएको नि? हो त्यही त यहाँको मान्छेको कल्चर हो। ए वहाँ पछाडि छ नि ठुलो, फेरि के हो त? त्यो यहाँको 4 धाम भनेको त्यही हो। त्यो हजुर हामी चाहिँ पहिलो धाममा चाहिँ पूजा भ्याएर चाहिँ अब सेकेन्ड धाममा जाँदा पहिलो धाम चाहिँ केदारनाथ थियो भने चाहिँ यो चाहिँ हाम्रो धुमेश्वर छ। अब यो सेकेन्ड हो अनि त्यहाँ थर्ड छ अनि उता चाहिँ फोर्थ छ। अब सेकेन्डमा पूजा गरौँ है त। धाम जे गरियो हामी चाहिँ अहिले चाहिँ हामी शिवजीको दर्शन गर्न जाँदैछौँ। अब तपाईँहरू शिवजीको दर्शन नै तपाईँहरूले घरबाटै गर्नु होला। ल म तपाईँलाई देखाउँछु है त। ल हेर आमा यस्तो ठुलो अनि यो पोखराको भन्दा नि ठुलो दह्रो ठुलो भयो पोखराको भन्दा त। अनि त्यसपछि सबैभन्दा यो भइहाल्यो अनि त्यसपछि अर्को राम्रो भनेको चाहिँ यो छ। यो चाहिँ के हो मलाई ठ्याक्कै थाहा भएन, अहिले सोधेर भन्छु। अनि 2टा धाममा चाहिँ हामीले पूजा गरेर भ्यायौँ। थर्ड अनि फोर्थ छ। ल यहाँ भिडियो चाहिँ बोल्न पाइन्न अरे, त्यो पनि म चाहिँ छिर्दिएँ। ल यस्तो राम्रो हो नि यहाँ चाहिँ, यस्तो पूजा जाने ठाउँ रहेछ। ए है त म यस्तो ठाउँमा फर्स्ट टाइम आएको तर म एकदमै लाभान्वित भएको छु यहाँ ठाउँबाट चाहिँ। त्यहाँ चाहिँ उसको फोटो छ दुर्गाको के को त्यो चाहिँ। अनि यतातिर यो तस्बिरहरू पुरा भगवान्हरूको तस्बिरहरू छ यहाँबाट वहीँसम्म होइन। अनि भेरी एक्साइटेड छु आज। हामी चाहिँ माथि शिवजीलाई नि दर्शन गरेर आइसक्यौँ होइन। अब चाहिँ तेस्रो धाममा जानुपर्ने हुन्छ। अब तेस्रो धाममा यस्तो यहाँ बसेर मलाई हिरम लागिरहेको छ किनभने दादाले फोटो खिचिदिनु हुँदो रहेछ तर हामीले खिचेन। हाम्रो चाहिँ ढिलो भयो। हामी चाहिँ अब सिक्किम पुग्न साथै आहा यो हो नि त यहाँको भाइब्स भनेको त। आमा अब 1-2टा सिनेमेटिक भिडियोहरू लिन्छु म अनि त्यसपछि अब यो धाम छोडेर जानुपर्ने हुन्छ। अब हामी चाहिँ तेस्रो धाममा आयौँ। टिङ 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 तेस्रो धाम।
यो चाहिँ हाम्रो चौथो धाम चाहिँ 2-1.5 घन्टापछि चाहिँ हाम्रो दर्शन गरेर भ्याइएको छ। अब चाहिँ हामी घरतिर जानुपर्ने हुन्छ। घरतिर होइन, हाम्रो कार भएकोतिर जानुपर्ने हुन्छ। अब आजको लागि चाहिँ भ्लग मैले यहीँ समाप्त गर्न चाहन्छु र अर्को भ्लगमा फेरि जोडौँला। बस्ती हेर्नु नि त यत्रो बिल्डिङ मजा बिल्डिङ